हे गाइज गुड मर्निङ। बिहान बिहानै उठेर गङ्गा घाट आएछौँ यहाँ नुहाउनको लागि। हेर्न सक्नुहुन्छ तपाईँहरूले सबैजना नुहाइरहेछन् यहाँ। अलि पाली भन्नाले अब जतिखेर गए नि हुन्छ, तर एकछिन कुरेर अनि बल्ल जान्छौँ। यस्तो जाडो भइरहेको यार यहाँ। गाइज बिप्लव साथीले 108 चोटि डुब्की लगाएको थियो, त्यो पोसिबल छैन गाइज। यहाँ एकदम चिसो पानी छ, त्यसैमाथि अब 108 चोटि त गरा गरी सम्झिने। गाइज गरमलाई जस्तो है मम्मीले भिडियो बनाइदिन्छ भन्नुभयो, तर नबनाउनु 108 चोटिको चाहिँ नबनाउनु, 3-4 चोटिको बनाइदिनु सकिन्छ। बन्द गरिदिनु है फेरि त्यसपछि। गाइज नुहाएर निस्किसक्यो, तर त्यो नुहाएको भिडियो मम्मीले गरिदिनु भनेको हल्का राम्ररी गर्नु भएर चाहिँ त्यही भएर म हाल्दिनँ है त्यो चाहिँ। तर मैले 108 चोटि चाहिँ लगाएँ है गाइज, त्यो चाहिँ कम्प्लिट भयो। गाइज यहाँ मम्मी बाबा आमा सबमा आउनुभयो चिया ब्रेकमा। मैले चाहिँ चिया खाँदिनँ गाइज, त्यही भएर म चाहिँ यतिकै उभिरहेको। अब फेरि यहाँ अर्को मन्दिर जान अनि त्यसपछि बल्ल अब मैले खाने के खाउँला। गाइज हनुमानजीले फ्रुटी खाँदै हुन्छ, फ्रुटी 2टा फ्रुटी खाँदै हनुमानजीहरूले खाँदै हुन्। गाइज कसरी यार यो होइन कि त्यहाँ पछि आगे उङ्ली आगे ल्याऊ, हात आगे ल्याऊ न, हात आगे ल्याऊ। त्यहाँ रहेछ कि गाइज रिमोट। सक्यौँ के मन्दिर हो मम्मी? मनसा देवी भन्ने मन्दिर जाँदैछौँ। यहाँ हरिद्वारमा छ एउटा मन्दिर। गाइज हामी केबल कारमा चढिसक्यौँ। केबल कारबाट जाने हामी माथि। यहाँ यता हाम्रो हुन्छ केबल कार हिँड्यो है गाइज। यहाँ त यो त कस्तो अर्को जाली जाली खालको उता हाम्रो मनोकामना भएको जस्तो छैन। यो त लडेको यार त्यहाँ देखिरहेको थियो। गाइज यहाँ हिँडेर पनि छ, तर यहाँ 3जनाले सक्नुहुन्न, त्यही भएर नगएको। मैले त सक्थेँ के अरे, अब जाउँ भन्दा मान्नु होइन, त्यही भएर अब केवल कारै जानु पऱ्यो। गाइज माताको दर्शन गरेर अब फर्किदियो। यहाँ तलको भ्यू देखाउँछु रोक्ने हजुर। क्यामेरामा त राम्रो देखिँदैन रहेछ कि, कस्तो मजा आइरहेको अरे हेर्दा। अच्छा लाइट परेर हो कि किन अँध्यारो देखियो, यत्र देखियो है। गाइज हामी फेरि अर्को मन्दिर आइसक्यौँ। अरे यहाँ चाहिँ केबल कारको लागि चाहिँ वेटिङमा बस्नु पर्दो रहेछ, त्यही वेटिङमा छौँ हामी। यहाँ अनाउन्समेन्ट भइरहेको त्योहरू बेसरी बोलिरहेको के अरे सुन्ने कि नै त्यो चाहिँ मलाई थाहा छैन। गाइज फेरि अब चण्डी देवीको केबल कारमा चढिसक्यौँ हामी। फेरि माथि जान्छ, यो त अझै माथि छ जस्तो छ त्यो भन्दा नि। गाइज दर्शन भइसक्यो, अब खाजा खाना आएको हामी भोक लागिरहेको। गाइज छोले भटुरे लस्सी गाइज खाजा खाएर अब तल झर्दैछौँ हामी। यो चाहिँ त्यो पहिलाको भन्दा अझै माथि छ। यो यही हो हरिद्वार, त्यो देखियो नि क्यामेरामा हल्का सानो सानो देखियो नि। पुरै सर क्यामेरा क्वालिटी राम्रो छैन कि मोबाइलको। गाइज होटल रुमभित्र आएँ, थाकेर यार पुरै पसिना भइसक्यो। अब त आज त मस्त रेस्ट गर्ने, अनि त्यसपछि राति मात्र बजार जाने। गाइज यहाँ त 37 डिग्री रहेछ, झन् भोलि हामी मथुरा जाने, त्यहाँ त झन् 42 डिग्री पुग्दो रहेछ यार थाइट। गाइज अरू दिन त के अरे भ्लगमा केही छँदैन देखाउनलाई, के बन्दै बनेन, धेरै बनेको पनि छैन भन्दै त भन्ने थियो। त्यही नि एटलिस्ट 7 मिनटको त बन्ने थियो। आज त के गरेको छैन, अघिदेखि यहीँ बसिरहनु 4 घन्टा भइसक्यो। आज चाहिँ साँच्ची नबन्ला जस्तो भयो। गाइज म त्यो हिजोको के अरे आज भ्लगै हाल्नु बिर्सेँ यार। अब अहिले चाहिँ हामी एउटा कन्खल भन्ने शिवको मन्दिर, शिवजीको मन्दिर रहेछ, त्यही जान लाग्यो। अब यहीँ बाटोमै अपलोड हालिदिन्छु। अनि आज चाहिँ लास्टै ढिलो हुने, अहिले 3 बजिसक्यो, 3 बजे बल्ल भ्लग आउँछ मेरो आज। अब गाइज मन्दिर त पुगिसक्यौँ, हजुरहरूलाई देखाउँछु रोक्ने। योवालाले पिल्लर हो कि मन्दिर चाहिँ, यसले चाहिँ त्यो पछाडिकोलाई चाहिँ छेकेछ कि, नभए त अझै राम्रो हुन्थ्यो। यस्तो मन्दिर रहेछ, राम्रै छ यो पनि। यता भित्र पनि छ गाइज मन्दिरहरू, सुट गर्न दिन्छ कि नै यहाँ टाढाबाट हेर्नु है त। यो कुन हो मा षोडशी कुन हो, अनि यता नि हुनुहुन्छ, यता राधाकृष्ण हुनुहुन्छ, हेर्नु है गाइज। गाइज हार्टबिट बढ्यो भर्खर के भयो गर्नु।
यो ढलेको रुख छ नि यो पहिला सिधा थियो होइन सिधा थियो कि सिधा थियो यस्तो अनि यसो अगाडि गइरहेको थियौँ यो यस्तो पुरै ढलिरहने हो ढ्याममै धन्न हामी भागेर बसेको ठ्याक्कै हामी दब्थ्यौँ नभए यस्तो म त मम्मीको हातमा थियो टाप बसेको यस्तो भएको यो सिधा थियो यस्तो दिइरहने सिधै ढल्दिरह सो आवाज आयो कि सिधै झल्न थाल्यो नि मम्मीको हातमा चाहिँ भाग्यो बाबा पनि भाग्नु यस्तो दौड्यो हामी यहाँ ठ्याक्कै खस्यौँ यहाँ अझै नि त्यो के अरे तार झरेर के भयो गाइज राधा कृष्णको दर्शन गर्नुहोस् फेरि गाइज मन्दिरको दर्शन गरेर फर्किसक्यौँ अब यही हरिद्वारको आज सपिङ हुन्छ बजार घुमिन्छ सपिङ हुन्छ के किनिन्छ देखाउँला हजुरहरूलाई गाइज नेपाली 32 रुपियाँको 4वटा पानीपुरी है गाइज सिन्दुरको टावर यार कत्रो भने गाइज जो तपाईँहरूले एउटा चिज देखाउँछ है माथि त्यहाँ खुट्टा हेराउँदा गाइज कत्रो हो भने त्यो मान्छेको रक्सी खाएर पल्ट्यो तर खुट्टा चाहिँ कत्रो हो गाइज म चाहिँ होटेल रुममा आइसकेँ यहाँ जुत्ता निकालिदिएको कि त्यही भएर अनि मम्मी बाबा र आमा चाहिँ त्यहीँ त्यो गङ्गा घाट जानुभएको फेरि नुहाउन अनि म त मेरो कपडा लिएरै जानुभएको थिएँ नि त्यो म त नुहाउँदा नि नुहाइनँ फर्किएँ म रुममै आया जुत्ता उकालेको अनि अब चाहिँ सिधै अब म एकैछिन मोबाइल चलाउँछु यार दिनभरि मोबाइल चलाउनु पाएन भ्लग मात्र बनाइरहेको अब टक्क लाएर मोबाइल चलाउने अनि फेरि बेलुका जाने घुम्न मैले चाहेको कुरा किन्नै पाइनँ कि अब एकछिनपछि भेटिनँ कि त्यही भएर किन्नै पाएन अब एकछिनपछि अझै एकचोटि राम्ररी खोज्छु अनि त्यसपछि भेट्टाएर अनि खोज्ने हो गाइज हामी यहाँ प्रसादी खाँदा हामी त्यहीँ त्यो गङ्गा घाटमा दिएको प्रसादी हो सो गाइज राति भइसक्यो अनि अब चाहिँ हामी स्ट्रिट फुड खान हिँडेको यत्तिकै एक्सप्लोर गर्दै के पाउँछ भनेर गाइज हामी हिँड्दै फेरि गङ्गा घाटको पुलमाथि आयौँ यहाँ बसिराखौँ जस्तो मजा आउँछ कि यहाँ अर्कै त्यो भाइब आउँछ कि यहाँ यस्तो राम्रो होइन एकदम मजा आउँछ यस्तो पुरै लाइटिङ लगाएर अझै बेलुका नै मान्छेहरू गइरहेको हुन्छ नि यहाँ एकदम अर्कै फिलिङ आउँछ कि तपाईँहरू नि कहिले आउने थाहा पाउनुहुन्छ एकचोटि आउनु होला तपाईँहरू गाइज आज हामी गएको ठाउँ त्यो मनसा देवी यहाँ माथि यो पहाड छ एउटा माथि लाइटिङ गरेर लगाएको हाम्रो त्यहाँ कालिका मन्दिर छ के अरे चितवनको नारायण घाटमा के अरे मौला कालिका मन्दिर हो त्यस्तै यहाँ पनि छ लाइटिङ गरेको एकदम राम्रो खालको गाइज मोमो खाँदै गाइज आइसक्रिम चोकोबारसित यहाँ यस्तो गङ्गा नदीको ठ्याक्कै किनारामा पुलमा लाइटिङ हेर आउन गाइज यस्तो दामी यहाँ यार मेरो यो क्यामेराको क्वालिटी नै नराम्रो हो कि गाइज त्यही भएर केही राम्रै देखियो होइन कि अर्को मोबाइल मम्मीले दिनुहुन्न यो मोबाइलबाट गरेको क्यामेराको क्वालिटी नै राम्रो आएन कि यता पनि छ गाइज आज हाम्रो लास्ट डे थियो यहाँ एकदम मजा आयो अब भोलि बिहान नै ट्रेन छ मथुरा वृन्दावन गोकुल त्यो चाहिँ घुम्ने अब भोलिबाट 4 दिन त्यसपछि कहाँ हुनु त्यसपछि कुरुक्षेत्र अरे फेरि फर्केर बल्ल 2 दिनमा दिल्लीको लागि राख्नु भएको छ अब दिल्लीमा धेरै घुम्न पाइने भइएन बिलो दोस्त तले बातिस नि पिरामिक्स यहाँ पनि भेटेँ मैले यो त अर्कैवाला रहेछ यार यहाँ हेर्नु यत्रो यहाँ हेराउनु गाइज यस्तो यो धेरै छ अर्कोवाला पनि रहेछ रोक्नु यो के गाइज यो हेराउनु कत्रो 1 2 3 4 5 1 2 3 4 5 5x5 को रहेछ यार यो त गाइज मैले खाना त धेरै कुरा खाएँ तर खाने चक्करमा फ्लोमा मैले भ्लगै बनाउन बिर्सेँ यार अहिले चाहिँ रुममा आइसकेँ अब त सुत्ने तयारी नै होला यार आज त कति मिनटको होला यार भ्लग पनि गाइज यहाँ निकालेको सामानको फेरि प्याकिङ भइरहेको भोलि जानुलाई सो गाइज आजको लागि चाहिँ यति नै गरौँ थ्याङ्क्स सो मच फर वाचिङ सी यु इन द नेक्स्ट वान प्लिज डु लाइक सब्सक्राइब एन्ड मिठो कमेन्ट है त